दानबहादुर कार्कीको चाहिँ के कुरा कस्तो लाग्यो तपाईँहरू कृपया कमेन्ट गरिदिनु होला र लाइक फलो गर्न नभुल्नु होला। खबर प्लस नेपाल। सवारी साधन उठेर चलाउने, बाङ्गिएर चलाउने, अनेक किसिमले चलाउनेका बीचबाट त्यस्ता चलाउने चालकहरूको पहिचान गरी फोटो खिची भिडियो बनाई यिनीहरूलाई चाहिँ फेरि कारबाही गरी उनीहरूलाई हामीले फेरि सोसल मिडियाबाट त्यो तस्बिर पनि सार्वजनिक गरेको छ। आफ्नो सुन्दर तस्बिरलाई त्यस्तो कुरूप किसिमको प्रस्तुतिमा परिणत नहोस् भन्ने चाहना राख्ने सबैले यसै मञ्चबाट म कामना गर्छु कि त्यस्ता किसिमका हाम्रो सडकले थेक्न नसक्ने किसिमको यो चाहिँ भूतनाच नगरेर चलाउँ भन्ने पनि म कामना गर्छु। रहेर जिम्मेवार भएर सभ्य भएर परिष्कृत भएर प्रस्तुत गर्न सक्नेछौँ भन्नेबाट सिद्ध हुनेछ भन्ने मैले आशा गरेको छु। यी सबै आवाजहरू सम्बन्धित निकाय, नीति निर्माता, स्थानीय सरकार, व्यवसायी र आम नागरिकसम्म पनि पुगोस् यो गोष्ठी यहाँ भएका